पहिला सामान किन्न जान मनरी बजार पर्थ्यो। सामान किन्न जाँदाखेरि अब अटोमा हामीलाई लगभग आउट जाउट गरेर त्यही जान्थ्यो 400-500, अनि सामान केही किन्दाखेरि धेरै पैसा लाग्थ्यो। म यो ठाउँमा आजभन्दा 5 वर्ष अगाडिदेखि अन्य विभिन्न कार्यक्रममा 3-4 चोटि आएको छु। आउँदाखेरि पहिले यो थिएन र हिँड्ने क्रममा एउटा बटुवाको क्रममा चाहिँ यहाँ यो हिजो अस्तिको दिन चाहिँ मैले यहाँ स्टल देखिरहेको थिएँ, स्थानीय तरकारी हाट बजार भनेर। यो चाहिँ मलाई उत्सुक पनि लागेको थियो। आज संयोगवश यहाँ हाट लागेको बेलामा यही बाटो हिँड्ने क्रममा चाहिँ म के रहेछ भनेर हेर्न पसेको हो। यसमा चाहिँ स्थानीय उत्पादनहरू चाहिँ देखेँ मैले। प्रत्येक महिनाको 1 गते र 15 गते सञ्चालन हुने कृषि हाट बजारमा हामीले त्यो गेडागुडी महहरूलाई कुचोहरूलाई ल्याएर बेच्ने गरेका छौँ भने त्यो सँगसँगै हामीले अर्ग्यानिक खाजाको रूपमा हामीले फापरको सेलरोटी, अनि त्यसपछि सिस्नोको झोल, त्यसपछि हामीले गुन्द्रुक र गोलभेडाको अचारहरू ल्याएर बेच्ने गरेका छौँ हाम्रो सहकारीले चाहिँ। बुङ्गुरलाई चाहिँ मैले त्यतिखेर नै हाट बजारमा कोही 15 गते कोही 1 गते गरेर तिनवटा नै बेचिदिएँ। सुरुमा पहिला चाहिँ 15,000, पछिकोमा 20,000, पछिकोमा चाहिँ 21,000 जति आएको थियो। त्यो तिनवटा बुङ्गुरलाई रहेर बेचेर त्यही पैसाले नयाँ खोर चाहिँ फेरि बनाएँ। यो तरकारी र जस हामीले हाट बजारमै लगेर हामीले बेचबिखन गर्छौँ। हामीले धेरै बनाउन सकिँदैन, थोरै हो। थोरै मामुलीमा हामीले यो सजिलो भएको छ हामीलाई यो हाट बजारमा। उहाँहरूले यो हाट बजारमा लगेर यो बेचबिखन गर्नलाई पनि हाट बजार उसमा हामीलाई 15 दिनमा राखिदिनु भएको छ। हाट बजार भएको त राम्रो नि हामीलाई, किनभने बेच्नको लागि सजिलो भयो नि त। त्यहाँ गएर अब कसकोमा लगेर बेच्ने, कसरी बेच्ने, अब उसको मूल्य कसरी गर्ने भन्ने त्यो सोध्रै हिँड्नु परेन। त्यहाँ गएपछि अब साथीहरूले कसरी बेचेको छ तपाईँहरूले भनेर सोधेपछि मैले यसरी बेचेको छु, हामीले नि यसरी बेच्दाखेरि ठिक हुने रहेछ, अब साथीहरूसँग त्यसरी नै सोधेर अनि बेच्ने। यो प्याकेजिङको कामहरू चाहिँ हाम्रो सहकारीबाटै हुन्छ। सहकारीमा हाम्रो कार्य समिति छौँ। कार्य समितिले चाहिँ खरिद गरेर हामीले साथीहरू सबैजना बसेर केलाउने, प्याकेजिङ गर्ने, त्यसपछि यहाँ हाट बजारमा बिक्री गर्ने दिनमा चाहिँ हामी पालै पालो 2जना 3जना कतिजनाको फुर्सद मिल्छ त्यसरी पालै पालो गरेर बेच्ने गरेका छौँ। मलाई त फाइदा त हाट बजारमा लगेर बेच्दा नै फाइदा नि सर। घरमा राखेर बेच्यो जस्तो एउटा छिमेकीले लगेर लानुभयो नि, त्यो पैसा उठ्न 1 महिना लाग्छ हामीलाई। अनि हाट बजारमा लगेर बेच्यो त्यो पैसा हामीलाई बेचेको अनुसार बेच्ने बित्तिकै हातमा पाइहाल्छ। मैले यहाँको एकजना साथीलाई बिहानदेखि कतैबाट झिकाउन सकिँदैन, कुटसहितको मह भनेर भनिरहेको थिएँ। त्यही सिलसिलामा यो संयोगवश यहाँ भेटिया छ र यो जुन चिज भेटेँ म एउटा हिसाबमा अहिलेसम्म आधा नेपालभन्दा बढी घुमिसक्या र विभिन्न तौर तरिकाहरू थाहा भएको हुँदाखेरि सरसर्ती हेर्दाखेरि सस्तो लागे तापनि यकिन गरेर मैले यहाँ चाहिँ मह किनेको हो। लाग्न चाहिँ सस्तो लाग्यो मलाई दरबाउको हिसाबमा, किनकि म स्रोतमा आएको छु, त्यो गरेर पनि सस्तो भएको हुनसक्छ, किनकि यसमा मिडिएटर पनि छैन। म पनि पहिलोचोटि आएको, मैले पनि सिस्नो लिएँ, 2 पोका सिस्नो लिएँ। यो कृषि हाट बजारको उद्घाटनको दिनमा भएको थियो। हाम्रो लगभग 35,000 जस्तोको व्यापार भएको थियो र धेरै भनेको 30-35 हजार हुन्थ्यो भने 10-12 हजार यो गेडागुडी महहरू सबै अदुवा खाजाहरू सबै गर्दाखेरि 10-15 हजारको 8-10 हजारको व्यापार चाहिँ भइरहेको छ प्रत्येक पटकमा। पहिलाको खानेकुराहरू होइन, अनि मेन त यो प्रजाजातिहरूले भन्छ नि गिट्ठा भ्याकुर, अनि त्यो मतलब थिएन। अहिले चाहिँ हाम्रो राक्सिराङ कृषि हाट बजारमा चाहिँ गिट्ठा, अनि त्यसपछि भ्याकुर, मह, चिउरीको मह, अनि त्यसपछि के हो भन्छ कोदोको पिठो, मकैको पिठोहरू बेच्न ल्याउँछ यहाँ चाहिँ राक्सिराङ कृषि हाट बजारमा। किन्छु, यहीँ त हो हामीले सबै किन्ने। बजारबाट आउने खानाले हाम्रो स्थानीय र रैथानेहरूलाई विस्थापित गरिरहेको अवस्था चाहिँ हो र यसमा पनि हामी फेरि पुनः हामी हाट बजारको माध्यमबाट, विशेष गरी हाट बजारको माध्यमबाट स्थानीय चाहिँ दलहन बालीहरूको, गेडागुडीको बालीहरूको मास, सिमी, गहत जस्ता चाहिँ राखिराङको पहिचानहरूलाई हामीले ब्रान्डिङ गरेर लेबलिङ गरेर चाहिँ बेचिरहेछौँ। राखिराङ गाउँपालिकाको चिउरीको मह भनेर अहिले हामीले चाहिँ एक किसिमको ब्रान्डिङ गरेर चाहिँ बेचिरहेछौँ। हामीले चाहिँ बजारलाई त्यसलाई पनि बजारको पनि समस्या भइरहेको अवस्था छैन, माग बढिरहेको अवस्था छ भने अब यो सामाजिक सुधारका क्रियाकलाप आजको भोलि भन्दा पनि क्रमिक र निरन्तर गर्नुपर्ने
प्रक्रिया भएको हिसाबले गाउँपालिकाको तर्फबाट हामीले चाहिँ विभिन्न चाहिँ गैर सरकारी संस्थाहरूको माध्यमबाट पनि ती कुराहरू हामीले चाहिँ जनमानसमा पुर्याउने उहाँहरूलाई सचेत गराउने गरेका छौँ। नाफान संस्थाले चाहिँ हामीलाई अहिलेसम्म गर्नुभएको सहयोग भनेको हामीले गत वर्ष चाहिँ यही बजारीकरणको लागि भनेर महको स्टिकर बनाइदिनु भएको थियो 15,000 बराबरको स्टिकर बनाइदिनु भएको छ। अनि त्यसपछि हामीलाई योभन्दा अगाडि पनि कृषि हाट बजारमा यो स्टलहरू बनाउने समूहहरू गठन गर्ने बेलामा प्राविधिक सहयोगहरू दिने खाजाको पैसाहरू पनि उपलब्ध गराइराख्नु भएको छ। त्यसपछि तालिमहरूमा सहभागीहरू पठाइदिनलाई सहयोग गरिराख्नु भएको छ, तालिमहरू राखिदिइराख्नु भएको छ। यही आर्थिक वर्षको साधारण सभामा चाहिँ सहभागीहरूलाई यातायात खर्च र खाजा खर्च पनि नाफानले नै सहयोग गरिदिनु भएको। नाफान संस्थाले जीविका सवालमा विभिन्न रैथाने बाली संरक्षण, विभिन्न सहकारीको माध्यमबाट, विभिन्न समूहको माध्यमबाट गोलबन्द भएर हामी जनजीविकाको सवालमा होस्, विकास निर्माणमा सहभागिताको कुरोमा होस्, जैविक विविधताकोमा आधारित कार्यक्रम होस्, यो जङ्गल पनि बच्ने, तपाईँहरूको आम्दानी हुने भन्ने कुरोहरूमा उहाँले जोड्नुभयो। त्यो राक्सेराङको सुहाउँदो थियो, त्यो कार्यक्रमहरू उहाँले गर्नुभयो।